ओहो श्याम, आज त तिमी धेरै खुसी देखिरहेछौ त। फर्स्ट स्यालेरी आएको अरे मैले सुनेको थियो। पार्टी साटी खुवाउने हो कि घरतिर पैसा पठाउने हो? आमाको लागि सारी, बाबाको लागि एउटा पसिना पुछ्ने काम छ। किन्ने धोको छ मेरो। भाइ बहिनी ठुलो हुँदैछन्। घरको जेठो छोरा हुँ म। स्वदेशबाट जिम्मेवारी काँधामा बोकेर आएको म। पार्टी त छँदैछ नि साथी, के होस्? ल ठिकै छ नि त साथी, भरे भेटेर कुरा गरौँला। म अहिले काममा जान्छु। ल साथी। हेलो हजुर, तिम्रो मम्मी चाहिँ डेथ भइसकेको छ, तिमी छिटो फर्क नेपाल। आमा बित्नु भयो भन्छ होइन, के भयो आज? म त हिजो भर्खरै कुरा गर्दै थिएँ उहाँसँग। उहाँको आवाज अझै कानमा मेरो गुज्रेछ। आमा म के गरौँ? तिमी बिना के गरौँ आमा? आमा ओ झिना 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 उड़ा गुलाल माई तेरी चुनरिया लहराए। झिना 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 रे उड़ा गुलाल माई तेरी चुनरिया लहराए। जब जब मुझ पे उठा सवाल माई तेरी चुनरिया लहराए। म्याम, मलाई घर जानु छ। घरमा मेरो आमा डेथ भइसक्छ। प्लिज मलाई घर जानु छ। मलाई छुट्टी मिलाइदिनुहोस्। कोकोवान किमी ताचिनो नेबारु जानाई कोको दे वातासी ga iu koto wa subete shitaga wa nakereba naranai suki na tokoro ni hataraki ni ikinasai। ए गुजरने वाली हवा जरा मेरे दोस्त तो मेरे दिल रुबा, मेरी माँ को मेरा पैगाम दे, उन्हें जाके तू ये पैगाम दे। मैंने तो अपनी माँ से वादा किया था कि आपको कोई चिंता करने की जरूरत नहीं है। मैं बड़ा हो गया हूँ, आपको सुख दूंगा, आपका ध्यान रखूंगा। क्या ध्यान रखूंगा यार, मैं साला अपने खुद का नहीं ध्यान रख पाया। जग से हारा नहीं मैं, खुद से हारा हूँ माँ। एक दिन चमकूंगा लेकिन तेरा सितारा हूँ माँ। माई रे तेरे बिन मैं तो अधूरा रहा। आज उसको दुःखको बेलामा कसैले उसलाई साथ नदिएको कारणले उसको मृत्यु हुन पुग्यो। त्यसैले हर कोहीको दुःखलाई आफ्नै दुःख सम्झेर साथ दियो। जब मनभित्रको पीडा बोल्छ, आँसु झर्छन् नि, तर तिनै आँसुहरूलाई हामीले हिम्मत बनाई अगाडि बढ्नुपर्छ। मरेका आमा बुवाको सम्झनाले हामीले जिउनु अझ बलियो बनाउँछ। उनीहरूको सपना पुरा गर्नु नै हाम्रो कर्तव्य हो।